हेर सिर हावामा हेर मायाको भाकामा तिम्रो नाम लेखिसक्या छु मनको डाँडा र पाखामा हेर सिर हावामा हेर मायाको भाकामा तिम्रो नाम लेखिसक्या छु मनको डाँडा र पाखामा एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने एउटा सपना छ तिमीलाई माया गर्ने तिम्रै भएर जिउने पाउनु पर्ने चाह छैन गुमाउने डर छैन हेरिरहन पाऊँ माया गरिरहन पाऊँ हेरिरहन पाऊँ माया गरिरहन पाऊँ किनभने भ्याउन छ नि त Bright future. Okay. Fula है दाई ला दिया वही फूल
म एकैछिन है त्यो अलि तल राखिदेऊ न गाडीमा नपुगेपछि बोल्नु न गाडीमा बसे त्यहाँबाट जाँदै गरौँ हामीले लागि हुन जान्छ भयो यसो निक्लिने यसो अगाडि निस्किँदै हेर्नु त लगातार हेर्नु ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव मन को होना के भर है ना
नाम थाहा छ नाम चाहिँ यहाँ मान्छेको सब साइनो के जोड्यौ तिमीले भुले मैले आफ्नै दुनिया सारा थाम्यो यो हात लाग्यो मिलाएर गए मेरा पीर दुःख साइनो के जोड्यौ तिमीले भुले मैले आफ्नै दुनिया सारा थाम्यो यो हात लाग्यो मिलाएर गए मेरा पीर दुःख फुलको बारीमा निदाए सरी मिठो यो सपना कोइली पानी वनमा मायाको फुल नामले सबैले विशिष्ट आयो प्रभुजी तपाईँले भन्नु पर्यो दुईजनाले भन्नु त माताजी सँगालेका सम्झनाको पछुरी सिलाही आगोमै भेटैमा कोसेली मलाई सँगालेका सम्झनाको पछुरी सिलाही आगोमै भेटैमा कोसेली मलाई साइनो के जोड्यौ तिमीले भुले मैले आफ्नै दुनिया सारा थाम्यो यो हात लाग्यो बिगाएर गए मेरा पीर दुःख फुलको फुलबारीमा निदाए सरी मिठो यो सपना घामसँग कोइली त्यो पानी वनमा मायाको फुल पनि पलायो मनमा त्यसमा चाहिँ थोरै हो हावा झै शीतल शीतल फुल झै कोमल सम्बन्धका धागोहरू सरल हावा झै शीतल शीतल फुल झै कोमल सम्बन्धका धागोहरू सरल रेशमी मायाका फुलहरू छपक्कै बोटमा न्यानो नरम घामहरू मुस्काउँदैछन् नि ओठमा सँगाल्दै लैजाऊ सम्हाल्दै लैजाऊ जहाँसम्म छ जिन्दगी अङ्गालो भरि अङ्गालिएका
जुनी भरी लै जुनी भरी खिपेर राखै खुसीहरू उखेर नदेऊ सम्झनालाई टिपेर राखै साइनोहरू मुटुभित्र सम्झनालाई खिपेर राखै खुसीहरू पोखेर नदेऊ सम्झनालाई टिपेर राखै साइनोहरू मुटुभित्र सम्झनालाई कपास भई उडी जाला बतास झै कता कता दृश्य बनी आई जाला चिन्मया हेर जाता जाता झै शीतल शीतल फुल झै कोमल सम्बन्धका धागोहरू सरल हावा झै शीतल शीतल फुल झै कोमल सम्बन्धका धागोहरू सरल रेशमी मायाका फुलहरू छपक्कै बोटमा न्यानो नरम घामहरू मुस्काउँदैछन् यी ओठमा सँगाल्दै लैजाऊ सम्हाल्दै लैजाऊ जहाँसम्म छ जिन्दगी अँगालो परी अँगालिएकाहरू सँग छ जिन्दगी झै शीतल शीतल फुल झै कोमल सम्बन्धका धागोहरू सरल झै शीतल शीतल फुल झै कोमल सम्बन्धका धागोहरू सरल झै शीतल शीतल फुल झै कोमल सम्बन्धका धागोहरू सरल झै शीतल शीतल फुल झै कोमल सम्बन्धका धागोहरू सरल प्रेम नै दिने दाता हो प्रेम प्रेमको सागरमा कति मिटर छ जति 5 रुपियाँ हाले नि हुन्छ क्या
अनेकै एकदम मसँग जस्तै गरी हामी दुई दाम्पत्यको जोडी जीवन गाँठो लक्ष्मी नारायण दुर्गा शिव देवहूति कर्दम दिवावती सची इन्द्र सचेन्द्र शतरूपा मनु चतुर्भुज नल दमयन्तीको जस्तै पवित्र एवं दृढ रूपले बाँधिदिउन्। तपाईँहरू दुईजना मिलेर त्यसलाई नट बनाउनु पऱ्यो, गाँठो बनाउनु पऱ्यो भने बुझ्नुभयो। त्यसलाई दुईजना मिलेर त्यसलाई रोल गर्नु, त्यसलाई त्यो होइन कपडालाई बिचमा पार्नु त्यसलाई। सर्दा सक्दै मिल्छ तान्नु नले मजाले तान्नु पछाडि नबस्दिनु दाइ, पछाडि नबस्दिनु। कृष्णयुधिसम्म ओम अस्मिन् कन्या माता रुद्रायन्त्यम भसदन्तं दृष्टम नाभि प्रचम यमुना उतापट्टि तान्न पाउँदैन तपाईँले प्रभु, तपाईँ यतापट्टि मात्रै तान्ने हो। ल तान्नु भयो, त्यति हो तपाईँहरू सम्बन्ध। टाइट गर्नु न अलि, सक्या बल्ल भोक लागेर हो। ल भयो प्रभुजी, माता अलिकति बान्ने भएको पनि हान्नु, समात्ने भएको पनि हान्नुपर्छ प्रभु तपाईँले। दुई खनको गर्दा भएन, एक फनको मात्र बान्दा नि हुन्छ, त्यहीँनिर गाँठो बनाउनु न। अब त जीवनमा बान्ने हुनु मान्छे त्यो त चरु छ नि यहाँ घिवाल देखा सर्वावस्थाङ गतोपि वा यस मरेत कुण्डरी काक्ष। ल भयो स्वाहा वन्देऽहं श्रीगुरु श्रीतमं श्रीगुरु वैष्णवं च श्रीरूपं सागरजातं सागर रघुनाथानुतं तं सजीवं साद्वैतं सावधूतं परिजनसहितं कृष्ण चैतन्यदेवं श्री राधा कृष्ण पादं सर्वदाचाङ्गतं च स्वाहा। नमो विष्णुपादाय कृष्ण श्रीमते महाविष्णु स्वामी ज्ञान स्वाहा। शक्ति विग्रहाय नमस्ते स्वाहा। महादेव जल प्रेमडे श्री बाणु भक्ति श्री गुरु शक्ति विग्रहाय नमस्ते स्वाहा। नमस्ते गौरवाणी श्रीमती गीतानि रूपाणि गिरिकं सिद्धान्तंदाय स्वाहा। नमो भक्ति विनोदाय सचिदानंदनाय गुरु शक्ति स्वरूपाय रूपागुणराय स्वाहा। देवी प्रणमामि हरिग्रे स्वाहा। जयताम श्रुत बांगर भमोन मध्य वेदी मत्सर सवधाम भोजो राधा मदन मोहन स्वाहा। दिव्य वृंदारण्य कल्प द्रुमाद श्रीमत रत्नगार सीमासन श्रीमद राधा श्री गुरुदेव प्रेष्ठाली विषय मानस स्मरामि स्वाहा। हेलो भाइ अब आउँछ त अनि खुम्चाउँदा हुन्छ अझै हो। ल मसँगै भन्नु ओम सिन्दोरिव प्राध्वने सुगनासो वातप्रमीय पतयन्ती यौवा घृतस्य धारा अरुसो नवाजी काष्ठा भिन्दन उर्मिभी पिनुवमान। लगाइदिनु फेरि वातप्रमीय पतयन्ती यौवा घृतस्य धारा अरुसो नवाजी काष्ठा भिन्दन उर्मिभी पिनुवमान। फेरि अरुसो नबाजी काष्ठा हिन्दन उर्मिभी पिन्नुमान। ल अब त्यो सिन्दुर पनि राख्नु, कपडालाई रोल गर्नु, मजाले बे गर्नु भएको उहाँले त गर्नु भएन होला है। लाउने बेला हामीले रातो लाउँछौँ क्या, रातो खास सिन्दुर होइन, ओरिजिनल सिन्दुर चाहिँ यो जुन हनुमानजीले युज गर्नुहुन्छ है, लाउनु पर्ने चाहिँ यो। तर अहिले विकृति फैलिसकेको छ क्या अर्को लाउने। तपाईँले जहिले पनि त्यो रातो आउने यता बस्नु त एकपल्ट। ल दिवालको म प्रभुजीलाई पहिरो होइन मरेको नि त चारपल्ट भयो। लगन पोते छ बाँकी अरू के छ भने यो बेला निकाल्नु ल। माथि चाहिँ हेल्प गरिहाल्छ।
त्यो हातमा दिनु न अरू अब त्यो लगाइदिनु ल क्यामेराम्यानलाई सोध्नु है मलाई त नसोध्नु लगाइदिनु ओम मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलायस्तनु हरि सबैले भन्नु हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे आजबाट गइरहेदैन भने पाएको मौका तपाईँहरूले प्रभुजीहरूले गर्न मिल्दैन आजकल त प्रभुजीहरूले पनि लाउँछन् के क्रिम त होइन नार्यु बप्रते अग्नौ लाजान आवपत्नी दीर्घायस्तु मे तिम शतम वर्षाणी जीवस्व अगन्त नौहरि यता यता राखिदिनु ल माताजी तपाईँले भन्ने ल उहाँको हातमा हालिदिनु माताजीले भन्नु ल मेरो 100 वर्षको आयु होस्। ओम कृष्णाय स्वाहा भनेर हाल्नु ओम कृष्णाय एकपल्ट पढ्नु ओम विष्णु नु देवम कन्या हरिमक्षतु स इमान देवो विष्णु प्रेतो मुञ्चतु ल माताजी तपाईँले भन्ने ल भगवान विष्णु हरिको यज्ञ गरेको छु परमेश्वर भगवान विष्णुले हामीलाई संसारको दुःखबाट मुक्त दिउन् कृष्ण भक्ति प्राप्त होस् स्वाहा इदम विष्णवे इदम नमः ल लास्ट एकपल्ट घुमेर आउँ ल प्रभु फेरि भन्नु ल कन्याम हरिमक्षत स इमान देवो विष्णु प्रेतो मञ्चतु मामुत स्वाहा विष्णुले हातमा हालिदिनुहोस् भगवान विष्णुले हामीहरूलाई 100 सन्तानको वर दिनुहोस् भन्नु 100 सन्तान स्वाहा इदम विष्णवे इदम नमः 100 सन्तान बराबरको पुत्रहरू दिनु सन्तान दिनुहोस् भनेर सम्झिनु न 100 सन्तान त माग्न सक्दैन होला अहिले ल माइक साइक छ भने अब भिडियो गर्नु ल भिडियो गर्नु भएको तपाईँले ल भिडियोको पाला आएर ल बस्नु न माताजी जीवनभरि मेरो रक्षा गर्नुहुन्छ भनेर सोध्नु गर्छु पक्का त्यसरी होइन क्या अवश्य गर्छु म जीवनभरि अवश्य तपाईँको तिम्रो रक्षा गर्छु तिम्रो भन्न मिल्छ तपाईँले अब यहाँ सुन्नु ल तपाईँले सोध्नु ल माझी यात्रामा जाँदा मलाई साथमा लिएर जानुहुन्छ एक्लै जानुहुन्छ भनेर सोध्नु यात्रा भनेको यात्रा घुम्न अब हामी बुझ्नु सोध्नु यात्रामा जाँदा मलाई सँगै लिएर जानुहुन्छ कि एक्लै जानुहुन्छ एन्सर दिनु यात्रामा जाँदा म हमेसा तपाईँलाई नै सधैँ साथ लिएर जान्छु यज्ञमा बस्दा सधैँ मलाई साथमा राख्नुहुन्छ भनेर सोध्नु यज्ञमा बस्दा सधैँ मलाई साथमा राख्नुहुन्छ म यज्ञमा बस्दा म सधैँ तपाईँलाई नै साथ राख्छु धार्मिक कर्तव्यको पालन गर्नुहुन्छ भनेर सोध्नु धार्मिक कर्तव्यको पालना गर्नुहुन्छ म धार्मिक यज्ञको पुरा पालना गर्छु यो थाहा पाएन धार्मिक कर्तव्य के भने माताजीले भरे घर घर बुझाउनुहुन्छ तपाईँलाई अब जब गर्नु पऱ्यो के छोड्नु पऱ्यो माताजीले भन्नुहुन्छ याद गर्नु है अहिले गर्छु त भन्नुभयो अग्निको छेउमा बसेर अब तपाईँको लागि इम्पोर्टेन्ट क्वेसन आयो माझी घर आएपछि काममा सहयोग गर्नुहुन्छ जस्तै भाँडा मोल्ने लुगा धोने खाना पकाउने मलाई अरू इत्यादिमा मलाई सेवा हेल्प गर्नु चाहिँ गर्नुहुन्न सोध्नु घरयासी काममा मलाई हेल्प गर्नुहुन्छ कि गर्नु हुँदैन म मेरो घरयासी काममा म तपाईँलाई साथ दिन्छु साथ गर्छु हेल्प गर्छु आफ्नो आय व्ययको बारेमा मलाई जानकारी दिनुहुन्छ भनेर सोध्नु आफ्नो इन्कमको बारेमा मलाई जानकारी दिनुहुन्छ हुन्छ म पुरा जानकारी तपाईँलाई दिन्छु समाजमा मेरो कहिले अपमान गर्नु चाहिँ गर्नुहुन्न भनेर सोध्नु समाजमा कहिले मेरो अपमान गर्नुहुन्छ कि गर्नु हुँदैन समाजमा सधैँ म तपाईँको सम्मान गर्छु भने मतलब बुझ्नु अब तपाईँको झगडा घरभित्र मात्रै बाहिर गर्नु भएन यसको मतलब बुझ्नुभयो नि तपाईँको बाहिरको मान्छेलाई थाहा नै नपाओस् कि तपाईँले झगडा गरेको छ कि छैन भनेर बुझ्नुभयो यसको मिनिङ त्यो हो त्यो बुझ्नुपर्छ आफ्नो 4 नियमको पालन गर्नुहुन्छ भनेर सोध्नु तपाईँ 4 नियमको पालना गर्नुहुन्छ म आफ्नो 4 नियम पुरा गर्छु नियमको पालन गर्छु 4 नियम भनेको के हो बुझ्नुहुन्छ
पुरै त थाहा छैन जस चार नियम भनेको सुन्नु म भन्छु आजबाट जाँड रक्सी चुरोट छ भने खान पाइएन माछा मासु खान पाइएन याद गर्नु भक्तलाई बे गर्नु भएको छ गाह्रो पो छ त अनि आफ्नो श्रीमती बाहेक अरू सबै श्रीमतीलाई माताको नजरले हेर्नु पऱ्यो हुन त यहाँ क्वेसन सोध्यो बाँकी नै छ होइन अनि अब तास पनि खेल्न पाइएन क्या दसैँमा खेल्ने गरेको थियो होला त्यो पनि बन्द गर्नु पऱ्यो है ल है माझी अब म बाहेक अरू सबै माताजीलाई आमाको नजरले हेर्नुहुन्छ भनेर सोध्नु म स्त्रीलाई बाहेक अरू सबै माताजीहरूलाई आमाको रूपमा हेर्नुहुन्छ त हजुर बाहेक अरू सबैलाई माताको रूपमा हेर्छु आफ्नो क्षमता अनुसार मलाई खुसी बनाएर राख्ने प्रयास गर्नुहुन्छ भनेर सोध्नु आफ्नो क्षमता अनुसार मलाई खुसी बनाएर राख्ने प्रयास गर्नुहुन्छ म मेरो क्षमताले भएसम्म तपाईँलाई खुसी राख्न कोसिस गर्छु ल अब प्रभुजीको टर्न ल हे प्रिय भन्नु हे प्रिय मलाई छोडेर एक्लै घुम्न जान्छौ कि जाँदैनौ भनेर सोध्नु मलाई छोडेर एक्लै घुम्न जान्छ कि जाँदैनौ जाँदैन फुल सेन्टेन्समा एन्सर दिनुपर्छ फुल सेन्टेन्स म तपाईँलाई छोडेर एक्लै घुम्न जाँदैन म बाहेक अरू पुरुषको सङ्ग गर्छौ कि गर्दैनौ भनेर सोध्नु तपाईँले सोध्ने हो सोध्नु न ए म बाहेक अरू पुरुषको सङ्ग गर्नुहुन्छ कि गर्नुहुँदैन म तपाईँ बाहेक अरू कुनै पुरुषको सङ्ग गर्दैन तपाईँको लागि इम्पोर्टेन्ट आयो सधैँ मिठो स्वरले बोल्छ कि झगडा पनि गर्छ भन्छ सधैँ मिठो स्वरले कुरा गर्छ कि झगडा पनि गर्छ म मिठो स्वरले बोल्ने कोसिस गर्छु ला कोसिस गर्छु विवाहको सम्बन्धलाई सधैँ पवित्र राख्छौ भनेर सोध्नु विवाहको सम्बन्धलाई सधैँ पवित्र राख्छौ म विवाहको सम्बन्धलाई सधैँ पवित्र राख्छु मेरो घरको माता पिता इष्टमित्रलाई सधैँ सम्मान गरेर राख्छौ भन्नु मेरो घरको मातापिता र इष्टमित्रलाई सम्मान गरेर राख्छौ म हजुरको घरको मातापिता इष्टमित्र सबैजनालाई सम्मान गरेर राख्छु यो सबै गर्न तयार छौ भने आजबाट तिमी मेरी अर्धाङ्गिनी भयौ भनेर भन्नु सबै गर्न तयार छौ भने तिमी आजदेखि मेरो अर्धाङ्गिनी भयो है धर्मपत्नी भयो भन्नु धर्मपत्नी भयो अब तपाईँ धर्मपत्नीको मिनिङ बुझाउँछु ल आजबाट उहाँ जे पनि तपाईँले धर्म गर्नुहुन्छ नि तपाईँले चाहे दिन चाहनु या नचाहनु 50% उहाँले स्वतः अधिकारले पाउनुहुन्छ तर माताजीले त चाहे मात्रै दिन पाउनुहुन्छ तपाईँलाई बुझ्नुभयो नि उहाँले दिन्न भने नि पाउनु कानुनले मात्रै होइन क्या कानुनले त कागजमा आदि सम्पत्ति भनेर हुन्छ नि हाम्रो शास्त्रले भगवान्ले शुद्ध अधिकार दिएको छ 50% स्वतै माताजीले पाउँछ भनेर है तपाईँ जति नै पाप गर्नुहुन्छ नि 1% पनि जाँदैन त्यो 50% गएको पाप चाहिँ गएन भन्नु होला किन भन्नुहुन्छ भने उहाँ आजबाट तपाईँको धर्मपत्नी हो पाप पत्नी होइन है त्यही भएर तपाईँले जति पनि गर्नुहुन्छ माताजीले पनि धर्म गर्नलाई प्रोत्साहन गर्नु पऱ्यो किनभने पाप गरेर तपाईँलाई आउने होइन घाटा त श्रीमानलाई हो नि त श्रीमानलाई घाटा लाग्नु भने तपाईँलाई पनि घाटा हो है त्यसले गर्दा भक्ति गर्नलाई प्रेरित गर्नुपर्छ ल ल प्रभुजी अब माताजीलाई जुरुक्क उचालेर आफ्नो स्थानमा राख्नु समात्नु छ बोक्न सकिहाल्नुहुन्छ होला नि त्यही भएर त हनी खानु दही खानु भन्ने कारण त्यही भयो तपाईँलाई तागत चाहिन्छ खाने बेला लजाउनु भयो होइन कसरी सजिलो हुन्छ जुरुक्क उचाल्नु ल ल अब चाहिँ अब के गर्नु पऱ्यो भने यहाँ छ देखाएको छ है प्रभुजीले भन्नु ल ओम मा वाम पादेन दक्षिण पाद माक्रम भनेको मतलब हे देवी भन्नु त बायाँ पाउले दायाँ पाउलाई पार गरेर जान नदेऊ भन्न खोजेको मतलब हामीमा नेगेटिभ पनि हुन्छ पोजिटिभ पनि हुन्छ तर जहिले पनि हामीले के गर्नु पऱ्यो पोजिटिभ चाहिँ अगाडि राख्नु पऱ्यो है त्यो पनि तपाईँ जे कार्य गर्दा नि अगाडि दाहिने खुट्टा राख्नु पर्छ यो शुभ सङ्गीत भन्छन् हामीलाई जे कार्य गर्दा नि राम्रो गर्नु पऱ्यो नि जस्तै तपाईँलाई मिनिङको लागि घरमा तपाईँले माताजीले सब्जी पकाउनु भयो उदाहरणलाई दिँदा है तपाईँले नयाँ तु राम दाइन जानु त्यो बेला पन्नु उहाँ उता जानुहुन्छ तपाईँ त भित्र छिर्नु ल नि ल भन्नु है ब्रो भगवान् विष्णुले तिमीलाई तिमीलाई सामर्थ्यको निम्ति मार्गदर्शन गरून् ओम त्रिणी प्रताय विष्णु स्वानयतु ल भन्नु भगवान् विष्णुले तिम्रा प्रतिज्ञाहरू मयो भवाय विष्णु स्वानयतु भगवान् विष्णुले तिमीलाई सुख एवं शान्तिका निम्ति प्रशस्त गाईका निम्ति मार्गदर्शन गरून् भन्न खोजेको मतलब अब तपाईँहरूले जति पनि गाई बस्तु पाल्दा हुन्छ भन्नु खोजेको हो क्या बुझ्नुभयो
ओम होइन म भन्छु ओम षड्स्वरूपाय विष्णुस्त्वा नयतु 6 ठाउँमा जानु माथि भगवान् विष्णुले बाटो देखाउन् ओम सप्त सप्तभ्यो होत्राभ्यो विष्णुस्त्वा नयतु भगवान् विष्णुले नेतृत्व गरून् अब सुन्नु ल अब ठ्याक्कै त्यहीबाट 4 राउन्ड माताजी अगाडि हुन्छ तपाईँले त्यो समातिरहने हो है छोड्ने होइन है अनि 4 राउन्ड सिद्धिएपछि 3 राउन्ड चाहिँ तपाईँ अगाडि जाने बुझ्नुभयो नि है तपाईँ 3 राउन्ड अगाडि जाँदा चाहिँ दुईजनाको कान्छी औँला छ नि कान्छी औँला समातेर तपाईँ अगाडि हुँदा चाहिँ है तपाईँ अगाडि हुँदा चाहिँ कान्छी औँला यसो समातेर अनि 3 राउन्ड घुम्नु है त 7 राउन्ड घुम्ने टोटल 4 राउन्ड पहिला माताजी अगाडि जानुहुन्छ माताजी अगाडि जाँदा तपाईँले समात्ने त्यो जुन कपडा छ त्यो समाति नै रहने हो तर तपाईँ अगाडि आएपछि त्यो समात्नु मिलेन नि त्यसले कान्छी औँला यसरी राख्ने चाहिँ अगाडि बन्द धेरै के भयो त त्योभन्दा बाहिर हरे राम खेल्नुपर्छ नि विश्वासिनी छिन् कृपया उनलाई सम्यक दृष्टिले हेर सौभाग्य प्राप्त भएकाले अब तपाईँहरू प्रसाद लिन जान सक्नुहुन्छ भनेको मतलब अब अरूहरूलाई प्रसाद लिन जान सक्नुहुन्छ भनेर पठाएको हो क्या तपाईँ चाहिँ काम छ बाँकी बस्नु अरूहरूलाई चाहिँ प्रसाद लिन जान सक्नुहुन्छ भनेर आज तिम्रो मायामा पक्लिरहन्छु म आजभरि रहोस् तिम्रो मेरो सम्बन्ध नशा नशामा बग्छ तिम्रो माया जुनीभरि हाम्रो कथा
छौ तिमीले डुबेर हेर यो मायाको गहिरामा कल्पना होइन यो विपना हो सधैँ जुनी सत्यको दृढ गाँठोद्वारा म तिम्रो मन र हृदयलाई बाँध्दछु त्यो भित्र थाल सट्ट हाल्छु घोप्टाइदिनु भनेको के थालमा हो है। अब माताजी त्यसलाई सेक गर्नु, सेक भने बुझ्नुहुन्छ? सेक हल्लाउने चारैतिर फैलाउनु पर्यो भने क्या। अब सुन्नु, तपाईँले हातले छ नि त्यो भाग यतापट्टि मेरो भाग भन्नु चाहिँ है, तपाईँको यतापट्टिको तपाईँको भाग सुन्नु। अब भाग चाहिँ तपाईँको हो, तर डिफिडेन्स चाहिँ के छ भने उताको भाग तपाईँले खानु पाउने हो, यताको भाग चाहिँ उहाँले खुवाउने हो है। उता तपाईँले खुवाउनु त यता तपाईँले खुवाउने हो भने बुझ्नुभयो? यताको भाग तपाईँको हो, उताको भाग उहाँको हो, तर खुवाउने चाहिँ उल्टो हो। तपाईँ चाहिँ तपाईँ नै भन्नुपर्छ, भक्त हो होइन, केही भन्न मिल्दैन। हिजोसम्म जे भन्नुभयो भन्नुभयो, मैले केही भन्न, आजबाट तपाईँ भन्नै पर्छ तपाईँले, बुझ्नुभयो नि? बिर्सेर तिमी भन्यो भने यसो सम्झाउनु उहाँलाई, तपाईँ भन्नुपर्छ। यो भक्तको त्यो अनुशासन हो, तपाईँ तिम्रो भन्न मिल्दैन नि है। त्यो मेरो हृदय होस्, तपाईँ भन्न त भन्नु, तर तिम्रो ठाउँमा तपाईँ राख्ने मात्रै। मेरो जुन हृदय छ त्यो तिम्रो हृदय होस्, तिम्रो हृदय हो। ओम अन्नस्य प्राणस्यम प्रकृतम सत्य बाधित्वम, अन्न जीवनका पञ्चप्राणु बाहेका निम्ति पोषणका जसद्वारा म तपाईँको पत्नीको नाम के हो? शिलावती। ल खुवाइदिनुहोस्। अब 5 पल्ट खुवाउनु नि त, अब यतापट्टिबाट 5 पल्ट खुवाउनु के सबै सिद्धायो नि हुन्छ। म त केही भन्दैन, भोग लागेको छैन, अहिले लागेको छ भने जस्तो लाग्छ। 3 त बज्यो होला है, चतुर्थी हनु बाँकी हो। खासै गर्नु पनि यहाँ रोहन हो। लक्ष्मीनारायण स्वायदम गोविन्द आइदम नम। ओम नारायण प्रायश्चितम जीवतम प्रायश्चितम धावचितम गोदावती यशसो नारायण मैथिलम उवितम स्वायदम नारायण आइदम नम। ओम कृष्ण केशव गोविन्द नारायण प्रायश्चित यम जीवितम प्रायश्चितम दासो नागम उपधावती यशो अवधितम जावतम स्वायदम कृष्ण केशव नारायण भ्यामितम नम। स्वाहा। ओम जनार्दन प्रायश्चितम त्वम जीवितम प्रायश्चितम दासै त्वम नाम उपधावती यशम पृथ्वी स्वायदम जनार्दनायदम नम। विष्णु अच्युतनु त जानु सिन्त जयवेदम जातम दासम त दामे उतसि सबैले 3 पल्ट रचना गर्नु पर्यो। अनि तपाईहरुले खुलेर यसो क्षमा याचना गर्नु पर्यो ल। सिमार्दी गाउन ल त्यसैले अब सबैलाई क्षमा याचना गर्नु। हामीबाट जान्दैनमा केही त्रुटि भएको छ, अपूर्ण भएको छ भने भगवान त्यसलाई गल्तीलाई क्षमा गरेर हाम्रो कार्य सिद्धि गरिदिनु पर्छ ल। अहिले पाउनुको माइक ओ मन्त्रहीनम क्रियाहीनम भक्तिहीनम मयादेव हिरण्यकाशी प्रवक्ष्याहं शिलटाङ्कानखालाये इतो नरसिंह परतो नरसिंह हेतो यामि ततो नरसिंह मही नरसिंह हृदय नरसिंह नरसिंहमदिं शरणं प्रपदे तव कर कमलभरे नखम् अद्भुत शृङ्गं दलिता हिरण्यकशिपु तनुभृङ्गा केशवदिता नरहरिरूप जय जगदीश हरे जय जगदीश हरे जय जगदीश हरे जय केशवदिता नरहरिरूप जय जगदीश हरे जय जगदीश हरे जय जगदीश हरे जय नरसिंहदेव जय नरसिंहदेव नरसिंहदेव जय नरसिंहदेव जय प्रहलाद
महाराज जय प्रहलाद महाराज प्रहलाद महाराज जय प्रहलाद महाराज जय जय प्रभुपाद
लक्ष्मी नारायण भगवान की जय, सालग्राम भगवान की, पंचतत्व की, प्रहलाद नरसिंहदेव भगवान की, गुरु शिष्य परंपरा की, अनंत कोटि वैष्णव भक्त वृंद की, ताई गौर हरि प्रेमानंदे स्कंदंड की। हरे कृष्णा। हरे कृष्णा। सो हरे कृष्णा हरे कृष्णा 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 हरे 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 राम हरे राम 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 हरे हरे। सो आजको यो शुभ दिनबाट चाहिँ हाम्रो केदार प्रभुजी र सगुन माताजी, शिलावती माताजी गृहस्थ जीवनमा प्रवेश गर्नुभएको छ। उहाँहरूको चाहिँ यो गृहस्थ जीवन सफल रहोस् भनेर हामी भगवानको अगाडि श्री राधा बेडी माधव जगन्नाथ बलदेव सुभद्रा गौरनिताईको अगाडि सबै मिलेर यो प्रार्थना पनि गरिराखेका छौँ। गृहस्थ जीवन भनेको के हो भन्दाखेरि श्रीमान श्रीमती दुवैजना मिलेर भगवानको सेवा गर्नका लागि चाहिँ अब एक भएर भगवानको सेवा गर्ने जुन यो प्रक्रिया छ, जुन यो जीवनको महत्त्वपूर्ण स्टेज छ, यसलाई चाहिँ गृहस्थ जीवन भनिन्छ। त्यही भएर बिट्विन द डिभाइन कपल्स देयर शुड बी द कपल, हैन भनेको यदि कपलको बिचमा चाहिँ वी शुड पुट डिभाइन कपल इन बिट्विन, हैन हस्बेन्ड एन्ड वाइफ भन्छ। श्रीमान र श्रीमतीको बिचमा जो यो जोडी छ, यो जोडीको बिचमा चाहिँ त्यो दिव्य राधा कृष्णको जोडीलाई राखेर सेवा गर्नका लागि गृहस्थ जीवनमा प्रवेश गरिन्छ। त्यही भएर उहाँहरू दुवैजना राम्रो भक्त हुनुहुन्छ। हाम्रो केदार प्रभुजी पनि शिलावती माताजी पनि। र गृहस्थ जीवन भनेको चाहिँ श्रीमान श्रीमती मिलेर भगवानको सेवा गर्ने, विशेषतः श्रीमानले भगवानको सेवा गरेर श्रीमानकोलाई त्यो सेवामा चाहिँ श्रीमतीले सहायता गर्ने, यो चाहिँ गृहस्थ जीवन हो। त्यही भएर हामी उहाँहरूको यो गृहस्थ जीवन चाहिँ एकदम सुखद रहोस्, सम्पूर्ण तरहले राम्रो होस्, भगवानको कृपा मिलोस् भनेर चाहिँ प्रार्थना गर्छौँ। र सधैँभरि भगवानको कृपा उहाँहरूलाई मिलिराखोस् भनेर फेरि एकचोटि हरे कृष्ण महामन्त्र हालेर प्रार्थना गर्छौँ है त। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, हरे राम राम। हामीलाई थाहा छ यो यस्तो फोटो दियो भने चाहिँ कोठा झुन्डिन्छ भन्ने थाहा छ हामीलाई। त्यही भएर सबैकोमा सम्भव भएसम्म हामीले चाहिँ त्यसरी फोटो लगाएर उपहार गर्ने गरिरहेछौँ। सो उहाँहरूलाई केदार प्रभुलाई, शिलावती माताजीलाई चाहिँ यो हामीले उपहार टक्राउँदैछौँ। यहाँ पनि त्यही लेखेको छ, सफल गृहस्थ जीवनको हार्दिक मङ्गलमय शुभकामना इस्कन नेपाल भनेर समाज हामी इस्कनबाट चाहिँ यो एउटा फोटो उहाँहरूलाई भगवान समर्पण। कृष्ण 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 हरे हरे, यता हेर्दिनु, हरे राम राम हरे हरे। उकालो थियो ओह्रालो थियो, धेरै बाटो भिरालो थियो, तिमी आयो भरोसा बोकेर मेरा हात समाउन। त्यही दिनबाट थाहा हो म त रमाउन, त्यही दिनबाट थाहा हो म त रमाउन। जब अनुमति दियो तिमीले मलाई, प्रेमले ती हात समाउन, त्यही दिनबाट थाहा हो म त रमाउन, त्यही दिनबाट थाहा हो म त रमाउन। मेरो पाइला 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 पछ्याउँदै तिमी आइरह्यो आइरह्यो, मनैदेखि साँचो प्रेम छरेर
हेरेपछि धाइरह्यो धाइरह्यो तिमीलाई टाढाले छुन दिन्न म तिमीलाई टोकेकै
भयो भयो अब तल राख भित्रको दियो जल्यो त्यही टेक्ने दाहिने खुट्टा त्यही टेक्ने साइडमा कसैले हेला आउन पाइँदैन भन्दै आशिष दिँदै आउनु पर्ने भयो
Yeah.
भाइले पनि थाहा छैन नसोचेको गुड एउटा प्लेट मात्रै साथमा बस्नु भएको